नमस्ते। राष्ट्रिय मानव अधिकार आयोगको बैठक नम्बर 177 को प्रतिवेदन आज सार्वजनिक भएपछि म खुसी पनि भए अनि दुखी पनि छु। किनभनेदेखि त्यो मानव अधिकार आयोगको प्रतिवेदनमा मेरो पनि नाम जोडिएछ भदौ 23 र 24 गतेको घटनाको। म तपाईहरुलाई स्पष्ट के पार्न चाहन्छु भनेदेखि भदौ 23 र 24 को घटनामा म आफू जान नखोज्दाखेरि मलाई जेएनजी युवाहरूले मलाई फोन गरेर तपाई नआउनुस्, तपाई यहाँ आउनु हो माइती घर मण्डल आउने कालो झण्डा देखाइन्छ भनेर फोन आयो। त्यसपछि मिराज ढुङ्गानाहरूको टिमै मेरोमा त्यस दिन बेलुका आएर दाइ तपाई नआइदिनुहोस् भने र त्यही दिन 22 गतेकै दिन काठमाडौँका मेयर बालेन शाहले मलाई इंगित गर्दै केही बौला अभियन्ता केही पार्टीका मान्छेहरू र बौला अभियन्ताहरू नआउनु भनेर मलाई इंगित गरेर जुन स्ट्याटस लेखेको थियो त्यसले गर्दाखेरि म गइन र मैले समथिङ पाण्डे बहिनीले मलाई फोन गरेका थिए। फेरि अंकल तपाई नआइदिनु भनेर म आउँदिन भनेर भने। ती जेएनजीकी अगुवा नै हुन् पाण्डे बहिनी, तिम्रो नाम त मलाई आएन। तर आज मानव अधिकार आयोगले मेरो नाम सार्वजनिक गर्दाखेरि म अचम्म परे। यो जेएनजी मुभमेन्ट कसले गराएको भन्ने कुरो त मैले त्यतिखेरै भनेको छु नि। र मलाई जेएनजी मुभमेन्ट भइसकेपछि 22 र 23 को घटना घटिसकेपछि 23 र 24 को घटना घटेपछि मलाई 25 गते नेपाली सेनाका चिफ सिग्देलज्यूले मलाई बोलाउनु भयो र म जंगी अड्डा चाहिँ गएको हो। नभए म 22 गतेदेखि 23, 24, 25, 23, 24 गते त घरमै छु। 26 गते मात्रै म बिहान 8:30 बजी म मेरो कम्पाउन्डबाट बाहिर निस्केको। र म एउटा कुरा के भन्न चाहन्छु भने यो छानबिन होस्, छानबिन हुनुपर्छ। यदि म दोषी छु भने कारबाही हुनुपर्छ मलाई। तर मैले फर्स्ट भिडियोमै देखाएको छु त यो भित्र बसेर तपाईले कोअर्डिनेट गरिदिनु भयो जुन जेएनजी अभियन्ता निश्चल खरेलले भनेको भिडियो। र दोस्रो भिडियोमा मैले ओम अर्याल, तत्कालीन प्रधानमन्त्री सुशीला कार्की, तत्कालीन गृहमन्त्री ओम अर्याल, अभिषेक सिंह लगायतका मान्छेहरू जेएनजी अपरेसन भनेर अफिसै खोलेर बानेश्वरमा बसेको मैले भिडियो सार्वजनिक गरिदिएको छु। यत्रो भिडियो सार्वजनिक गर्दाखेरि मेरै नाम चाहिँ यो उक्साहट गर्न भनेर ल्याउनु भनेको यो मानव अधिकारको ठूलो त्रुटि हो। मानव अधिकारले यो सच्याओस् भन्न चाहन्छु। र भदौ 23 र 24 गतेको घटना हुनुभन्दा मैले एक हप्ता अगाडि मैले अस्ति पनि भनेको छु भारतीय संसार मान्छेहरूलाई पनि मैले यस्तो मुभमेन्ट हुँदैछ यहाँ, यसले खतरा हुँदैछ, चाइनिजहरूलाई पनि मैले पठाएको छु लेखेर। मसँग अहिले त्यो आफूसँगै छ त्यो प्रमाणहरू। र यसको सत्य तथ्य चाहिन्छ भने मानव अधिकार आयोग अझै गहिराईमा पुगेको रहन्छ। मसँग प्रमाण छ। मानव अधिकारले लाने भने अझै म प्रमाण दिन्छु। सूक्ष्म अध्ययन गरेर अझै सार्वजनिक गर्योस्। सिंहदरबारमा कसरी आगो लाग्यो, सर्वोच्चमा कसरी आगो लाग्यो, कहाँ बसेर प्लान भयो, प्रेजेन्टेसन सहितको भिडियो मसँग अझै छ। त्यो आउनै बाँकी छ। र मैले त्यतिखेरै भनेको थियो जेएनजी मुभमेन्ट भएको एक हप्ता पछाडि के भनेको थियो भने असफल राष्ट्र बनाएर विदेशी सेना भित्राउने रणनीति हो भनेर मैले भनेको थिएँ। आज नभन्दै त्यो बाटोमा देश गएको छ। तपाईहरुले बुझ्नु होला। म अहिले त्यति नै भन्छु र मानव अधिकार आयोगलाई यो कुरा सच्याउनलाई म पुनः अनुरोध गर्दछु। फेरि पनि मानव अधिकार आयोगलाई आग्रह गर्दछु। म मेरो नाम आएकोमा मलाई अचम्म लागेर आएको छ। त्यो भन्दै म बिदा लिन चाहन्छु। नमस्ते।